सबैजनाले प्राय गरी रङ लाउने भन्दा अगाडि नै सुरुमा यस्तो भ्याक्सिन लगाएर हाम्रो यो भ्याक्सिन लाउँदाखेरि हामीलाई जति हामी निस्क्यो। हामी फिटनेस हबमा आइपुग्यो है साथीहरू। हाम्रो शिवदा हुनुहुन्छ है, हाम्रो गङ्गा बहिनीहरू। हामी फिटनेस हबको हाम्रो पक्कै पनि लन्च टाइम सुरु भइसकेको छ होइन। हाम्रो प्लेन राइस छ, कहीँ राइस छ है, दाल फ्राई। भोलिको प्रोग्राम सक्यो। ल कान्छु लाग्नु अब सम्पूर्ण दाजु। ल कान्छु उब्रियो। ल अब नर्स कफी क्याफेमा आइपुगेँ। ल कफी खाइन्छ, कफी खाएर हिँड्नु गइन्छ। जे पनि होली हो। होलीको दिनमा चाहिँ सबैजनाले प्राय गरी रङ लाउने भन्दा अगाडि नै सुरुमा यस्तो भ्याक्सिन लगाएर हाम्रो यो भ्याक्सिन लाउँदाखेरि हामीलाई जतिसुकै रङहरू लागे पनि, शरीरमा रङ लागे पनि जसले चाहिँ हामीलाई भित्रसँग रङ पुग्न सक्दैन र बेलुका हामीलाई धुन पनि नहुनु सक्नुहुन्छ। पाण्डा यहाँ छ, पाण्डा यहाँ भित्र छ। ल चट्ट पाराले अब मैले यो पार्लरमै आएर लगाएँ। पार्लरमै लाउनुपर्छ भन्ने छैन। हामीसँग घरमा भएको जे फुल क्रिमहरू भ्याक्सिनहरू लाउँदा राम्रो। सबैसँग फेसलाई बचाउनु पऱ्यो। अब भोलिको दिनमा आज मैले घाँटीमा लगाइने क्या हो। घाँटीमा लगाएन? लाउनु भएन। हो घाँटीमा लाउनु पऱ्यो हेर्नु यार। किनकि अहिले हाम्रो बाँदरे साथीहरूले घाँटीमा लगाइन्छ। अब लाउने भन्नाले फेरि सेतै राखेर पनि भएन नि है। ल टक्क पाराले सम्पूर्ण साथीहरूले होली राम्रोसँग खेल्नु होला। जाँडरक्सी सकेसम्म नखानु होला। जाँडरक्सी खाए पनि आफूलाई कन्ट्रोल गरी खानु होला है। त्यसले एफेक्ट नगरोस् मान्छेलाई। चट्टा टोपी लगाइयो, चस्मा लगाइयो, अब गयो होली खेल्न। ल हेप्पी होली मेरो पाण्डालाई, हेप्पी होली हेप्पी होली मेरो पाण्डा, हेप्पी होली मेरो टोलो मेरो पाण्डालाई, हेप्पी होली। ल यता पनि पाण्डालाई, ल यता पनि ल भयो। ल भयो। ल त हामी निस्क्यो। हामी फिटनेस हबमा आइपुग्यो है साथीहरू। हाम्रो शिवदा हुनुहुन्छ है, हाम्रो गङ्गा बहिनीहरू। हामी फिटनेस हबको हामी यति नै हो र अरू खोइ त नि गइसक्यो अरू? ल जाउँ रमाइलो गरौँ। ल म आइहालेँ छुट्टी लिएर। पक्कै पनि आज हाम्रो रमाइलो हुन्छ होला साथीहरू। हामी धेरै टाढा पनि छैनौँ। ह्याम्जाको छेउमा भ्यू पोइन्टमा छौँ होइन। हाम्रो उहाँ हुनुहुन्छ चेलीबेटी, उहाँ हुनुहुन्छ शिवदा हुनुहुन्छ। नमस्ते फ्यापुला जोजोलो हाम्रो हल्क म्यान मिस्टर हल्क। ल आजको मेरो भ्लगमा थम्बेल यही हुने भयो। आजको थम्बेल बवाल तयार छ। हो ठिक छ, तयार हुँदैछ साथीहरू। पक्कै पनि आज हाम्रो यही ठाउँमा बसेर हामीले होलीको सेलिब्रेसन गर्छौँ। हामी फिटनेस हबको मेम्बरहरू छौँ। हामी करिब 40-50जनाको मान्छेहरू हाम्रो छ भन्ने अनुमान हो मेरो। अब आउँदै जाउँ होइन। पोहोर जतिको रमाइलो गर्ने यसपालि पनि। ल न डेक्सेक बजाउँ न। ल डेक्सेक बजाउँ, बियर सर फोडौँ, रक्सी खाऊँ। अभी यो त अनै रहेछ यार।
अघि मैले बजाउँदा लिएर आयो कि त्यही भएर ल स्विमिङ पुल हामफाल्नु त को हामफाल्ने हो ल स्टार्टिङ भाइले गर्ने हो स्विमिङ पुल हामफाल्न ए तिमी किन चोका भएर बस्यो अहिले मारिन्छु नि अहिले सुर्तीको लगाइदिनु सुर्ती लगाइदिउँ ल हाम्रो भाइ एकदम फिटनेस हबमा कन्टिन्यू आइरहने हाम्रो भाइ हो ल टिका मात्रै लगाइदिन्छु भन्ने मेरो विचार हो तर यसरी त्यही बुझ्दैन कि आफूलाई चाहिँ अलिकति टिका ल सम्पूर्ण साथीहरू आउँदैछन् हाम्रो उहाँ हल्कम्यान हुनुहुन्छ ल ह्याप्पी होली ल इन्ट्री उताबाट गर्दा पनि भयो यताबाट गर्दा पनि भयो जताबाट गर्दा पनि भयो ल जाउँ त जाउँ अहिले तिम्रो पालि पनि आउँछ न त इ यस्तो कलर छ मसँग ल र त हाम्रो ब्रेकफास्ट सुरु भयो है हाम्रो ब्रेकफास्टमा यो के हो यो के आइटम हो दिदी एक्सक्युज मी आई एम आस्किङ विथ यु के हो यो पोर्क है यो त पोर्क हो हाम्रो है यो चिकन मोमो होला पक्कै पनि यो चिकन आइटम हाम्रो ससेसहरू हेलो नमस्ते दिदी फुपू हामी सबैको फुपू हजुर सबैको फुपू हो ल म पनि आइपुगेँ यहाँनिर है फिटनेस हबको मेम्बरमा म पनि एउटा सानो मेम्बर भएको कारणले गर्दाखेरि एडेड हुन गएँ हाम्रो ब्रेकफास्ट सुरु हुन लाग्यो ल कान्सु भाइ पनि आयो ल भाइ नमस्ते एभ्रिबडी हाम्रो ब्रेकफास्ट सुरु भइसक्यो हेलो सागर भाइ उता आएकोदेखि फोनमा बिजी छ सुरु भइसकेको हाम्रो खानेकुरा सुरु भइसकेको ठिक छ ल त हाम्रो अब ब्रेकफास्ट सुरु गऱ्यौँ हामीले है करिब ए चम्चा छैन नि केमा खाने हातले चम्चा मैले ल्याएको थिएँ कति तिमीहरूको चम्चा मैले चम्चा ल्याउनु बिर्सेर रहेछ ठिकै छ म चम्चा लिन निस्केँ ब्रेकफास्ट राम्रै छ ठिकै छ अलि लेट ब्रेकफास्ट भयो हाम्रो लगभग 11 क्रस भयो दामी छ है चिकन हो बिरामी भयो अरे ल त हाम्रो लगभग ब्रेकफास्टहरू गर्नेहरू गर्दै हुनुहुन्छ होइन रमाइलो छ है भाउजू भ्याइसन भयो थप्नु न थप्न पाइन्छ दाइ थपौँ 1400 के दिदी 1400 हो थप्नुपर्छ ए सागर हेलो डल्ला अस्तिको ब्लग हेऱ्यौ नि तिम्रो नि फोटो आएको अस्तिको ब्लगमा लास्टमा के भन्दै थाहा तिमीले लास्टमा मलाई के त भन्छु रिस उठ्ने रे एउटा कुरा भन्छु नरिस ल आज तिम्रो टाउकोमा अन्डा फुट्छ क्रियाटिन हो क्रियाटिन दाजु हुँदैछ हाम्रो वाउ ह्याप्पी होली वाउ तपाईँको स्टाइल दामी लाग्यो ह्याप्पी होली फ्रुट्स मिलाएर ट्रेकिङ हो क्या ट्रेकिङ हजुरको ल ठिक छ
रमाइलो हामीले यहाँ खोलाको दृश्य हेर्दै हामीले यो ठाउँमा इन्जोय गर्न सक्छौँ है। राम्रो छ, रमाइलो छ यो ठाउँ। त्यहाँदेखि टक्कै हाम्रो यहाँनिर खोला पनि कन्स्ट्रक्सन हुँदैछ, त्यहाँनिर बालुवा निकाल्दैछन्। मेरो पाण्डा पनि आएको छ नि, मेरो छोरो पनि सँगै आएको है होली खेल्न। स्विमिङ पुल कोही उतातिर आफ्नै दुनियाँमा छ। सबैभन्दा महत्त्वपूर्ण कुरा है, हाम्रो ग्रुपमा कोही कोही साथीहरू कलर लगाउन नहुने हुनुहुन्छ, अनि उहाँहरूलाई रेस्पेक्ट गरिदिनु होला प्लिज है, अनि जबरजस्ती नगरिदिनु होला। एकअर्कालाई रेस्पेक्ट गर्ने अनि सोधेर मात्रै रङ लगाउनुहोस् है, रमाइलो गर्नुहोस्। सबभन्दा मुख्य कुरा, खाना खाइरहेको बेलामा गएर रङ लगाइदिनु भयो भने खानाको रङ पर्छ अनि फेरि खाना फाल्नुपर्छ है त। सबैजना आफ्नो किसिमले इन्जोय गर्दै हुन्छन्, कोही फोटो खिच्दै हुन्छन्, कोही नाच्दै हुन्छन् है, कोही तास खेल्दै हुन्छ उता पारी होइन। सबैलाई आफ्नो किसिमले इन्जोय गर्न पाइयो। ह्याप्पी होली है। होलीको उपलक्ष्यमा सम्पूर्णलाई नमस्ते। फ्याफुला के छ सागर भाइ? अरे फाइन। अहिले स्विमिङ गर्नुपर्छ है भाइ यहाँनिर है हामीले। हे तेरिको भएन क्या, भएन इन्जोय गर्ने कि आज त कहाँ तास खेल्ने हो र, भएन क्या। तास त पिकनिकमा पनि तासै, क्याम्पफायरमा पनि तासै, भएन। ल कोही स्विमिङ गर्दै इन्जोय लिने भनेर कोही तर्खरमा हुनुहुन्छ। म पनि स्विमिङ गर्छु एकछिन पर, तर स्विमिङ पुलमा खासै पानी सफा रहेन रहेछ। स्विमिङ गर्न रहेको थियो, मन लागेको थियो। त्यही छैन, अहिले एकछिनमा यो शरीर लिएर यो स्विमिङ पुलमा पक्कै पनि हामफालिन्छ होला होइन। हामफाल्नै पर्छ अहिले, किनकि लास्टै धुलो मैलो हुन्छ त्यो टाइममा। घर जाने टाइममा पक्कै पनि हामी फ्रेस भएर भने जान चाहन्छौँ। अनि सागर भाइ, यो सागर भाइलाई मैले भन्छु पक्रिँदै ल, पक्रिँदै
भर छैन मेरो पक्कै पनि लन्च टाइम सुरु भइसकेको छ हैन। हाम्रो प्लेन राइस छ, कहीँ राइस छ है, दाल फ्राई, सम्पूर्णलाई राम्रोसँग खाइदिनु होला है। वाउ, डिसेसहरू राम्रो राम्रो छन्।
यो पक्कै नै चिकन आइटमहरू हो होइन मटन हाम्रो बिडी राई हो सबभन्दा ढिलो जानुहुन्छ अहिले हामी पुगिसकेपछि उहाँ पछि मेसेज गर्छ म यही छु भनेर ल ल ल त डल्ला छेरुन्जेल खानु है थपी थपी कसलाई ए फेरि गयो तपाईँ बाँध्दैन अब त्यो सफा देख्नुहुन्न कि मैले त फेरि गयो तपाईँ पनि गयो उहाँ भाइ पनि उहाँ पनि गयो गयो कहाँ चोखो बनेर बस्ने हो ए सम्झिने हो भाग्नुलाई त पालक पनिर हो हो रमाइलो छ हाम्रो लन्च गर्दैछौँ बाबरे तपाईँले पनि खतरा नाच्नु हुँदो रहेछ यार ओ दिदी तपाईँले त खतरा नाच्दै हुँदो रहेछ म त थाकेँ सकेन अघि मैले सोच्दै थिएँ कि उहाँले यस्तो नाच्नुहुन्छ भनेर खतरा नाचेँ क्या तपाईँले अघि त हामी त फ्लप हजुर दाल हाम्रो यो चाहिँ हाम्रो काउली एनिवे मलाई एकदम क्याटरिङ चाहिँ राम्रो लाग्यो सेटिस्फाइड भन्छु है तर अघि चाहिँ अलिकति चिकन राम्रो थिएन है कम्प्लिमेन्ट गर्न पाइयो यो पक्कै पनि राम्रो आइटम हो यो हाम्रो आँखा नदेख्ने मान्छेहरूले राम्रो गर्छ यो के हो भने मुलाको अचार चल्दैन मलाई टमाटर हाल्यो हुन्छ कि है टमाटर हाल्यो हुन्छ नि टमाटर हाल्यो भने सबै हालेछ टमाटर कलीमा हालिन्छ त्यो छ टमाटर हाल्नु परिहाल्यो सबै परि खानु होइन खुसी लाग्यो पालक पनिर पालक पनिर ल हामी कोही खाँदै पनि छौँ होइन उसको नाम डल्ला हो साबुनको डल्ला ल त अब करिब हाम्रो लन्च भइसकेको छ है अब कोही ढिलो हुनेहरू निस्किरहेका छन् अब लगभग मौसमले पनि साथ दिइरहेको जस्तो छैन पानी पर्ला जस्तो छ मौसम त्यही भएर ढिलो हुने साथीहरू निस्किँदै हुनुहुन्छ हामी पनि लगभग निस्किन्छौँ केही समयको अब अन्तरालपछि अब थोरै हाम्रो ब्रेक छ अब खाने साथी हिँड्नुहुन्न लगभग एकछिनपछि निस्किन्छौँ ल गीत बजाउँदा एकछिन लाग्यो अब हाम्रो लगभग भोलिको प्रोग्राम सक्यो ल कान्छी लाग्नु अब सम्पूर्ण दाजु ल मासु उब्रियो मासु प्याक गरौँ न त ल लाने होइन तपाईँ आमा कति चिसो हो यतैबाट जाऊँ न यताबाट नजिक हुन्छ यहाँबाट हुन्छ कि यहाँबाट हिँड्नु के यताबाट हिँड्नु त्यहाँ गेट छ कस्तो होला हामी निस्किँदैछौँ मलाई त सियोर चिसो लाग्छ अब Oh my god. पानीको एउटा पक्रेर ल अब हाम्रो कार्यक्रम लगभग सक्यो है यहाँको कार्यक्रम सक्यो हाम्रो अछु कति जाडो यो त खोलाको छेउमा भएर होला है यति जाडो भएको
ल के ल अब जानु त हामीहरू नि लिएर आउँ देखाइदेऊ ल देखाइदेऊ के को पैसा के क्लिप चाहिँ है यो क्लिप के गर्छ उसमा युट्युबमा चाहिँ सब्स्क्राइब गर्ने लाइक ज्याकेट निकालेर आउनु है ज्याकेट खोज्छ नि पाउँछ है कि आमा चाहियो के बाई बाई कति जाडो म त मरे ऊ चाहिँ ज्याकेट लाउने अनि म चाहिँ नलाउनु बा ल त हामी भन्नाले म आइपुगेँ लगभग हामी आइपुग्यो हामी फिटनेस हबको हाम्रो जिमको हाम्रो लगभग हामी 50-60जना थियौँ धेरैजना चाहिँ थिएनौँ हामी रमाइलो भयो इन्जोय भयो होइन आज हाम्रो होली सेलिब्रेसन अब हाम्रो लगभग यहीँ सक्यो भन्न चाहन्छु ल म हाम्रो निकै नै चिन परिचित हाम्रो ड्यामसाइडको ड्रागन मार्ट है स्पेसली यहाँनिर हरेक चिजहरू पाइन्छ यहाँनिर होइन तपाईँको खाद्यान्न सामानदेखि लिएर तपाईँले अब घरमा दाल चामल नुन बेसार होइन र कस्मेटिक आइटमहरू पनि यहाँनिर प्रशस्त रूपमा पाइन्छ आउनु होला यहाँको बहिनीहरू धेरै राम्रो राम्रो छन् है क्युट छन् बोल्न हँसिलो मिठासिलो ओबिडेन्टली हुन्छन् हाम्रो यो ममता बहिनी हुन्छ अर्को बहिनी यो छुची बहिनी ल बहिनी मेरो पानी नमस्ते मेरो पानी है ल पख है वाउ दामी छ यहाँको मार्ट होइन मैले यहाँ मार्टको विज्ञापन गर्न आएको भयो म स्पेसली मार्टको विज्ञापन गर्नु पक्कै पनि आएको होइन देखाइदिएको तपाईँहरूलाई पनि है यो हाम्रो ड्यामसाइडको ड्रागन मार्ट यहाँनिर त्यो सबै सामानहरू एकै ठाउँमा उपलब्ध छ है ड्रागन मार्टमा छुची बहिनी ड्रागन मार्ट आउनु होला सरी आज डह्रो नाच्यो रमाइलो भयो ल त सबैलाई यति दिन मलाई साथ दिनुभएको सम्पूर्ण मेरो साथी युट्युबर र मलाई सब्सक्राइब गर्नुहुने मेरो सबै साथीभाइहरूलाई म यही लास्ट अन्तिम वक्तव्य बोल्दै मेरो आजको भ्लग यहीँ सक्यो भन्न चाहन्छु प्लिज नेक्स्ट आगामी दिनहरू पनि तपाईँलाई म जोड्नेछु ल ह्याभ अ स्विट डे ल इन्जोय गर्नु होला ह्याभ अ स्विट फन एन्ड ह्याभ अ गुड नाइट टेक केयर